फाइनल्ली गाइस 2083 को हामी चाहिँ कन्सर्ट हेर्न गएका थियौँ उमेश सापकोटा भन्ने सिङ्गरको र त्यसपछि यसो इन्जोय गर्यो। यहाँ चाहिँ सेफहरूको हुँदो रहेछ, सेफहरूले गरेको रहेछ यो कन्सर्ट। यसो यताको के कसो हो सेफहरूको, अनि उता हाम्रो नेपालको कल्चर, यता माल्टाको कल्चर सोमा टिभीमा देखाइरह। टिभी भन्न नि होइन त, भिडियो के भन्छ त्यसलाई नाम थाहा भएन मलाई। अनि त्यसपछि सकेर हामी चाहिँ अब एकछिनपछि जानेछौँ क्लबतिर, त्यो भिडियो नि आउँछ। यहाँ हेर्नुहोस्, यहाँ हाम्रो नेपाली दाजुभाइहरू हुन्छ सेफहरू। अब यसपछि हामी त्यहीँ क्लबतिर लाग्यो ल। यहाँ चाहिँ हाम्रो सब नेपाली दाजुभाइहरू 2083 को इन्जोय गर्दै, सबजना रमाइलो गर्दै, जे होस् 2083 चाहिँ राम्रो लाग्यो, राम्ररी मनाइयो। र सबैजनालाई फलो गरिदिनु ल, कमेन्ट चाहिँ नबिर्सिनु ल।